नमस्ते। अब म फेरि काठमाडौँ फर्किन लागेको। घरमा म 5-6 दिन जति बसेँ होइन। अब चाहिँ फेरि फर्किने बेला आयो, कति बस्नु भनेर। अनि अब चाहिँ फेरि पढाइ स्टार्ट गर्नु पऱ्यो नि त। सो म फेरि फर्किन लागेको। मलाई चाहिँ मम्मीले र भाइले छोड्न जाँदै हुनुहुन्छ बस पार्कसम्म। एन्ड लुक गाइज, कोसँग भेट भयो मेरो चाहिँ। ऊ र म चाहिँ सानैबाट सँगै पढेको साथी होइन। ट्याक्क बस पार्क गएको थियो अनि उसँग भेट भयो। ऊ पनि काठमाडौँदेखि फर्केको रहेछ, म चाहिँ काठमाडौँ जान लागेको होइन। एन्ड आइ एम सो ह्याप्पी। अनि म चाहिँ बसमा चढिसकेको थिएँ होइन। बाई बाई तुलसीपुर, अब फेरि फर्किँदै गरौँला होइन। एन्ड आइ एम सो स्याड, हल्का स्याड पनि थिएँ बिकज आफ्नो घर छोडेर जाँदैछु टाढा होइन। इट्स ओके गाइज। रातभरि यो गाना बजाएर मेरो टाउको यस्तो दुखिरहेको थियो होइन। अनि खाना खाने ठाउँमा उर्लेको, मेरो चाहिँ खाना आइसकेको छ। खाना नखाएपछि चाहिँ मलाई यस्तो बमिट आउला जस्तो हुन्छ कि। सो मैले चाहिँ मजाले मासु भात खाएँ। एन्ड ब्याक अगेन टु काठमाडौँ होइन। जाम यस्तो लागिरहेको थियो। म चाहिँ 9 बजीतिर आइपुगेको थिएँ। होस्टेल पुग्ने बित्तिकै म चाहिँ मजाले सुतेँ, बसमा निद्रा पुगिरहेको थिएन। सो द्याट्स इट फर टुडे गाइज। फेरि भेटौँला है त, बाई।